बुढा छ कि सर ल ल हजुर घन्टी ए हजुर नमस्कार है घन्टीलाई बजाउनु पर्छ कि के भन्छ घन्टी त दिने हुन्छ नि यसपालि परिवर्तन फेरि आउँदैछ एकपल्ट परिवर्तन फेरि तपाईँहरूको आस्थामा सोच्नु लागोस् है आफ्नो आफ्नो आस्था हुन्छ आफ्नो आस्था हो यस्तो घन्टिया भोटालले गरेन भने अर्को पालि आफ्नोमा हाल्नु हामी पनि हाल्छौँ तपाईँहरूले भन्छ यसपालि चाहिँ घन्टिया भोटमा होइन जहाँ भयो भने नेपालभरिमा घन्टिया भोट है दुइटै दिएर यो गन्दगी साफ गर्नु छ नेपाल घन्टिया भोट नमस्कार है घन्टिया भोट मागिरहेको हामी माग्ने सिजन चलेको छ मागिहाल्यौँ है हामी घन्टिया भोट घन्टी नै हो दुइटै घन्टी दुइटै एउटै साथ फेर्नुछन् दुइटै घन्टीलाई भोट हाल्नुहोस् अलिअलि राख्नु छ भने एउटा हो पनि हाल्नुहोस् तर दुइटै हालेर यसपालि फ्याँक्नै छ भरोसा कन्ट्रोल गर्नु है ल है हाम्रो आफ्नो सिद्धान्त छोड्दैनौँ भन्छौँ भने पनि होइन भोट हाल्दै भइहाल्यो झन्डा त हामी पनि बोक्नु पारस निकेला र आज थुप्रो ठाउँमा कार्यक्रम सबै ठाउँमा भोट माग्ने टिम हो हामी टिममा हिँडेका छौँ तर उम्मेदवार चाहिँ हाम्रो पारस निकेला हो त्यही भएर अब हामीहरू सबैसँग चाहिँ रिक्वेस्ट अनुरोध है यसपालि हस् आफ्नो आफ्नो आस्था तपाईँहरूको पनि बचोस् गर्नुमा टाढाको भोट दिन परिवर्तन गरेनौँ भने हामी फेरि आउँदैनौँ यसरी भोट माग्नु परिवर्तन हरिबहादुर भाइले चाहिँ घन्टी भन्छ लाज हुँदैन तिमीलाई बिहान बेला घन्टी बजाइरहेको छु हामीले दिउँसो त हाल्दैन बजाउनु मिल्दैन दिउँसो पनि तर फेरि भन्दिनँ हल्ला जस्तो छ फेरि यसरी पार्नु चाहिँ हो के भनेको हामीले माग्यौँ खाना अब निम्तो बच्चालाई टिका लगाइदिएको छैन बेला भएको छैन रहेछ अहिले खारा गरौँ न त है हाम्रो उम्मेदवार गाडीमा घुम्यो भने गाडी सेराउ घुम्छ घुमे पनि हेलिकप्टर इज्जत गर्न सकेन नि बेइज्जत अनि आज पूजाको लागि त घन्टी त चाहियो त त्यही भएर हामी आएको पुरामा दुईजना होइन उता नजाउँ उता धेरै नजाउँ
ए प्रत्यक्ष अप्रत्यक्ष तपाईँले भरोसा मन लाग्छ भने आधी मन लाग्छ भने आधी राख्नुहोस्, पुरै उखाएर फ्याँक्नुहोस्, पुरै दुईटै भोट हाल्नुहोस् न। समानुपातिकको उम्मेदवार नभए पनि हान्ने प्रत्यक्षमा उसलाई पारस मरिदिला जानै परेन यही सबै भेला घरमा कति टाइम लाग्थ्यो हामी लाग्यो है अहिले म चाहिँ हरिबहादुर बुढाथोकी चिन्नु पनि हुन्छ होला यस्तो समाजसेवा काम गर्छु म अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव लिएर परिवर्तनको लागि यसरी गरौँ यदि भएन छ भने तपाईँहरूले अर्कोपल्ट चाहिँ भन्नुहुन्छ त्यहाँ भोट हाल्नु ल नगेर गाई के चाहिँ हामीले सहयोग गर्दा हुन्छ नि भइगयो त हामी सहयोग गरिदिनै पर्छ होला अब परिवर्तनको लागि एकचोटि भन्ने लागेको छ हामी नवगराबाट राति कोही पनि आएका छन् सङ्घबाट कोही पनि आएका होइन हामी यही हौँ काङ्ग्रेस एमाले माओवादी जे हामी नेपाल र नेपाली हौँ नेपालको लागि बचावट हुने काम गरौँ होइन औषध राजनीति नगरौँ हिजो माओवादीलाई बचाउने र उ गर्ने कुरामा चाहिँ मैले एउटा कुरा फरक मात्र राखेँ तपाईँलाई अहिलेसम्म नेपाल नबचाऊ भनेर कसले भनेको छ र नबचाएर किन होला विदेशी एजेन्ट र लुसिफर पनि भन्छन् विदेशी र एजेन्ट लुसिफर कसैले आफूले गाई खाएको घरको खानाको सट्टा गरेर भनेका हुन् लुसिफर र विदेशी एजेन्ट भनेर भन्नुलाई पत्ता लगाउनुलाई पनि त एकचोटि भोट दिएर थाहा पाउनु पर्ने हो यसपालि पक्कै हो होइन 80-85 सिट तपाईँहरूको हुन्छ नै जम्मा सबै समानुपातिमा धेरै तपाईँहरूकै आउला होइन यसो हेर्दाखेरि बढी मत तपाईँहरू 50 देखि 55 पार्टी हुन्छ सरकार बनाउनु 110 मा 55 भन्दा माथि नै होला समानुपातिमा चाहिँ ग्यारेन्टी तर अब 80-90 तपाईँको पुग्ला देश धेरै दुईटै सरकार हुँदैन अब 21 गते आउनलाई आज 5 दिन भयो 5 दिन आज दिन पैसा 7 दिन 5 दिन भन्नु न 7 दिनले फाइनल गरिहाल्छ तपाईँ हामी के गर्ने यसरी परिवर्तनलाई भन्ने भोट 63 सालमा होइन 35 वर्षदेखि हामीले हारेका छौँ 63 सालमा हामीले बोकेको हो ज्यान जाने मान्छे पनि हामीले बहुमत दिलाकै हो 120 बनाकै हो परिवर्तन हुन्छ कहाँ अर्को देशको जस्तै बनाउँछौ भने अब फेरि अब रविजी अब सुडानका नाममा सुडान बनाए झन्डै झन्डै हजुर अब हामी हो कि एकपल्ट भोट दिएर परिवर्तन गरेर के हुन्छ हेरौँला परिवर्तन गरेको कति पर्सेन्ट मतदान त्यो मतको आधारमा त हुने हो उहाँले बुझ्नु भएको छ यसरी मतको आधारले बाँडफाँड गरेर हामीले हो तपाईँले बुझ्नु होला माइन्ड नगर्नु होला माग्ने सिजन चलेकोले हाम्रो माइन्ड भयो सबै लाग्नुपर्छ यो पनि होइन कि राजालाई गाली राजालाई अहिले चुनाव
हामी आएका हौँ हामी पनि व्यापार व्यवसाय गर्दा बस्दा भइहाल्छ नि होइन हजुर भोट चाहिँ घन्टीमा हालिदिनु होला परिवर्तनको लागि हाम्रो पारसमणि गेलालजी हाम्रो उम्मेदवार हुनुहुन्छ उहाँ चाहिँ अहिले आम्बासीमा सम्बोधन गरेर कार्यक्रम गरेकाले आउन पाउनु भएन है उहाँ आउनु पाउनु भएन हामीले परिवर्तन गरिदिनु होला भविष्यको लागि हजुर यति भन्नलाई हामी यता सुन्नु सङ्गीता आउँछ कि सङ्गीता मेरो बुझ्ने भएको मेरो भाइ हो के गर्नु भाइ र पनि भइरहेको ठिक छ हजुरले भनेको कुरा 102% ठिक छ किन भन्नु न भएको यही हो गरेको यही हो हामी चाहिँ नयाँ आएका हुँ नि तपाईँहरूले भोट दिएको छैन है भोट पाइसकेपछि माथि गएर भ्रष्टाचार गरेर पैसा लगेर घरमा खाँदै आयो तपाईँहरू जतिको मान्छेले अलिकति दिनु पर्यो भनेको मैले बुझेर हजुरहरूले के गरिदिनु जेन्जी भाइ बहिनीहरू रहन् त यहाँ माथि त अर्को तले भाटा आन्ने हो यसरी बार झुटो बोलेर हान्ने हो गएपछि काम गर्ने मान्छे छैन अनि गर्दैन भन्ने कि अनि भोट चाहिँ त्यसैले हाल्ने हो अनि अब नयाँ आउनेलाई चाहिँ नपाउँछन् अब नयाँ आउने के नै दिनु राजा आउनु सक्ने हामी राजा आएर समस्या समाधान हुन्छ भने राजा पनि पछि जनताले विचार गर्ला हामीले ल्याउँछौँ भन्न मिल्दैन होइन हामीले चाहिँ अहिले लोकतान्त्रिक प्रक्रियामा छौँ चुनावी प्रक्रियामा यता सुन्नु न चुनावको बेला चुनाव गरौँ राजाको त्यस्तो पर्छ राजा पछि जनताले विचार होइन समानुपातिको हाम्रो छ तर कोशी प्रदेशबाट समग्र समानुपातिक उठाउन सक्ने अलिक दुर्गम ठाउँमा दिएको छ यहाँ समानुपातिक उदयपुरमा छैन समानुपातिक हामीले दिएको छ जो दिनुपर्ने ठाउँमै दिएको छ समानुपातिक तपाईँ भोट चाहिँ समानुपातिक हान्नु न समानुपातिक राम्रो तर दिग्गज युवाहरूलाई उठाएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँबाट उठाएको छ तपाईँले समानुपातिक जितो भने तपाईँको पनि काम गर्छ हाम्रो सबैको काम गर्छ आस्था होला होइन त्यसमा पुगोस् त्यसको लागि भाइ परिवर्तनलाई भोट माग्दै हामी ल्याएका छौँ उम्मेदवार नभए पनि उम्मेदवारको बुथ भनौँ न अहिले कार्यकर्ताले हौँ उम्मेदवार चाहिँ आउन सक्नु भएन उहाँ सम्बोधन कार्यक्रम छ हजुरहरूसँग भोट चाहिँ यसलाई परिवर्तनलाई दिन हाल्नु यदि 5 वर्ष गरेन भने त्यसलाई भाटा हालेर हेर्नुपर्छ है भाटा पनि हामीलाई भाटा हान्न सक्नुहुन्छ गऱ्यौँ भने तपाईँहरूले घरमा बसी बसी भोट हाल्नुहुन्छ है दुई तरिकाले हामी भोट माग्न आउँदैनौँ हजुरहरू पहिला त हामीले घोषणा पत्र लेखेको काम गऱ्यौँ भने तपाईँहरूसँग भोट गऱ्यौँ भने हामी भोट माग्नै आउनु पर्दैन हजुरले भोट दिइहाल्नुहुन्छ त्यसै हजुर धन्यवाद